गृहमन्त्री होस् त सुदन गुरुङ जस्तो होस् क्या। हिजो मात्रै तराईको उता बिरगञ्ज क्षेत्रतिर भैँसार नाकातिर उहाँ एज अ पब्लिक तरिकाले होइन टाउकोमा क्याप अनि आँखामा चस्मा मुखमा मास्क लगाएर पब्लिक तरिकाले एज अ पब्लिक रूपमै उहाँ पुग्नुभएछ क्या। त्यहाँको जनगुनासो एकदम 2 नम्बरी काम, लागु औषधको कारोबार बढी हुने भनेर सूचना आएपछि उहाँ एज अ पब्लिक तरिकाले छड्के चेकिङ गर्न उहाँ पुग्नुभएछ। त्यहाँ पुगेको भिडियो त सबैजनाले हेर्नुभयो होला होइन। गृहमन्त्री यस्तो होस् क्या। नेपालमा अहिले चाहिएको गृहमन्त्री नेपाली जनतालाई भने सुदन गुरुङ नै हो क्या होइन। उहाँ त्यहाँ गएर छड्के चेकिङ तरिकाले होइन त्यहाँ सोधपुछ गरेर के कसरी हुन्छ त्यहाँको पुलिस प्रशासन सिडिओ कुनैले पनि अत्तो पत्तो नपाउने तरिकाले उहाँ चाहिँ इन्ट्री भएछ क्या। अहिले एकदमै सामाजिक सञ्जालमा चर्चा बनिरहेको छ पुरै जुन फिल्म शैलीमा उहाँ पुगेको भनेर सामाजिक सञ्जालमा यत्र तत्र छ। तर त्यहाँको जुन प्रशासनहरूमा अहिले एकदमै खैला बैला छ क्या। उहाँहरूले अब एकदम उहाँ गएको पत्तो पत्तो नपाएपछि होइन त्यहाँ एउटा साधारण होटलमा बसेर रोटी खाएको र त्यहाँको मेन मुख्य जेन्जी युवासँग भेटघाट गरेको पनि कुरा खुल्न आएको छ होइन। गृहमन्त्री होस् त एकदम सुदन गुरुङ जस्तो होस्। सुदन गुरुङ इज अलवेज बेस्ट क्या हाम्रो नेपाली जनताहरूको लागि होइन त।